हेलो जय मसी नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछौँ भन्देऊ त? हामी चाहिँ आज नेपालबाट हाम्रो सामान आउँदैछ, त्यो लिन जाँदैछौँ। हाम्रो 1.5 घण्टाको बाटोमा हैन हामी जाँदैछौँ। अनि यहाँ चाहिँ हामी अहिले ट्रेन कुरिरहेको छौँ। मेरो साथी त ब्युटिफुल भएर लड्की ब्युटिफुल चुवा हामी पनि छौँ साथीहरू। हामी चाहिँ ट्रेनबाट चाहिँ अब झरिसकेको छौँ। अब हामी फेरि नारीता लाइन चढ्नु पर्ने भइरहेको छ, गाह्रो छ जोबन लाइन। साथीहरू हामी चाहिँ फाइनली फुसामा आइपुग्यौँ। फुसा कस्तो छ अरे भन त? इसेरो है मजुङमा हालेका सेम गाउँ छ साथीहरू। हामी त छक्कै पर्यौँ गाउँ देखेर। तरकारी खेतीहरू त्यस्तै है, तरकारी खेती उता जस्तो नेपालमा जस्तो झरेर तरकारी किनेर खान्छु भन्नु पाए त हुन्थ्यो नि, के गर्नु। यस्तो छ स्टेसन पुरै गाउँ जस्तो रहेछ। ल साथीहरू ठ्याक्कै फाइनली हामी आइपुग्यौँ। उहाँ हुनुहुन्छ है हाम्रो साथी चाहिँ। कति काटो अम्मा ल है साथीहरू। ओ यत्रो काट्दो रहेछ हौ एकचोटि नै। बाफरे फाइनली हामीले चाहिँ आफ्नो सामान पाइसकेका छौँ। अब चाहिँ हामी चाहिँ अब हाम्रो होस्टेलतर्फ लाग्दछौँ। हेर्नु यस्तो छ गाउँ। यता हेर त। ल खुट्टामा जुत्ता टक्कला हेर। कान्छीलाई भेट्न ल है साथीहरू। देखाएको चाहिँ होइन ल, देखाएको चाहिँ होइन है। देखाएको चाहिँ होइन ल साथीहरू। यहाँ चाहिँ कोही मान्दै छैन क्या। गल्ती त हुँदैन होला नि यसो के अरे। हामी चाहिँ आफ्नो एरिया आइपुगिसकेको छौँ। अब चाहिँ कस्तो भयो त हाम्रो एक्सपिरियन्स? एकदम पर्फेक्ट भयो होइन। तर लास्टमा आएर पैसै पुगेन दुवैजनाको नि। फेरि हाल्न पर्यो अनि हालेर र पनि। तर हामीले धेरै पैसा पनि दिएर आएको कि त्यही त कच्चाकुचुक ढाका ढुकीहरू मिलाएर फेरि ढाका ढुकी भनेर फेरि नेपालमा जस्तो 1 रुपियाँको मात्रै ढ्याक्का हुन्छ भनेर नसोचिदिनु होला। फेरि ढ्याक ढुकले मुहान्नु कति केउटीबाट बचाउँदैन कता म त के गर्नु। टिपेर सबै चपचुप खानु पाए पनि हुन्थ्यो। यत्रो फुचियालाई पनि ब्रान्डेड जुत्ता लगाइदिएको हुन्छ हेर। एडिडासको छोटाको मम्मीलाई होइन गाइजहरू अन्त पाटा नपुग्नु पुगेको साथीहरू। अब चाहिँ म मेरो भ्लगलाई चाहिँ इन्ड गर्न चाहन्छु। सबैले लाइक सब्स्क्राइब गरिदिनु होला। टाउको दुखिरहेछ क्या आज होइन। त्यही भएर अलिक खत्रै भ्लग बनाउँछु भनेर सोचेको थिएँ। ट्रेनको मात्रै भयो होइन साथी। त्यो पनि ठिक छ। बाई बाई।